आदिवासी हो कि मूलवासी हो कि भूमिपुत्र हो कि भन्ने विषयमा तपाईँले कन्फ्युजन नहुनु। यसको चाहिँ इङ्ग्लिस वर्ड भनेको इन्डिजिनस नै हो होइन। इन्डिजिनसको तपाईँले अहिले भर्खर गुगलमा तपाईँले इन्डिजिनसको के अरे गुगल टु नेपाली ट्रान्सलेट गर्नु भने इन्डिजिनसलाई नेपालीमा कन्भर्ट गर्नु भने त्यहाँ आदिवासी। अनि त्यसपछि अब कतिपय मङ्गोलको कुरा उठेको छ होइन। यो मङ्गोलको कुरा चाहिँ हामी चाहिँ नस्लक हिसाबले हामी मङ्गोल जातिस मङ्गोल नस्लक हिसाबले। तर चाहिँ नेपालको मगरहरू चाहिँ मङ्गोलियाबाट गएको हो त भने नेपालको आदिवासी कसरी भयो त्यो पनि हामी ख्याल गर्नुपर्छ। किन हामीले आदिवासी भन्नुभयो मूलवासी भन्नुभयो। अनि मङ्गोलियनको कुरा र चाहिँ आदिवासी चाहिँ एक आपसबाट चाहिँ त्यो चाहिँ के अरे क्रसकटी हुन्छ। त्यस कारणले गर्दा चाहिँ मङ्गोल नस्ल त हो नि, तर हामी मङ्गोलै हौँ भन्ने किसिमले चाहिँ तपाईँ चाहिँ हामीले त्यसलाई चाहिँ तपाईँको व्रत अगाडि लिएर चाहिँ हामीले पहिचानको कुरा बढाइयो भने चाहिँ त्यसले के हुन्छ भन्दाखेरि कालान्तरमा छेकिन्छ। किन अब हाम्रा शब्दहरू पनि रणनीतिक ढङ्गले चाहिँ हामीले प्रयोग गर्नुपर्ने देखिन्छ। सबैलाई छोडे नमस्कार। म चाहिँ ज्ञानेन्द्र पुन हो। हिजो चाहिँ हाम्रो भिक्टोरले पनि अरू कतिपय वक्ताहरूले पनि भन्नुभयो म बहादुर चाहिँ होइन। सबैले चाहिँ त्यो तपाईँको बहादुरी पनि छैन भनेपछि मैले चाहिँ फेसबुकमा होइन गरेको हो। मेरो घर चाहिँ गुल्मी हो, गुल्मी मालिका गाउँपालिका। र खास गरी म चाहिँ 53-54 चाहिँ खास गरी भैरवा पढ्न गइसकेपछि त्यति बेला चाहिँ मैले नेपाली लेख भन्छ फेरि हप्तावारी इङ्ग्लिस लेख चाहिँ हाम्रो घरले मिल्दैन। 53-54 चाहिँ खास गरी म चाहिँ भैरवा जोडिसकेपछि त्यति बेला गोरेबहादुर खपाङ्गे दाईहरू चाहिँ भैरवा आउनुभएको थियो। त्यति बेला चाहिँ उहाँको भाषण सुन्ने त्यसपछि त्यति बेला चाहिँ अलिकति अब हामीलाई चाहिँ अब म लगाएर हामी केही मान्छेहरूलाई उहाँले निकै हेपेरै बोल्नु भएको थियो। के गर्छ तिम्रो काम छैन त्यो यस्तो मगर संस्थामा लगाएर के अर्थै छैन तिम्रो। त्यो अब हामी विद्यार्थीहरू फेरि अलिक बढ्दै गफ गर्ने फेरि गफ कामसाम कम गर्ने विद्यार्थीहरू अलिक बढ्दै गफ गर्ने गफ मात्रै गर्छ। अनि चाहिँ यसो निचेर दुध आउँछ होला तिम्रो आमाको दुध आउँछ होला त्यो ठुल्ठुलो गफ गर्ने भन्दै थियो। त्यो अलिकति नेगेटिभ सेन्सबाट अब थियो बुढाको। यद्यपि मैले फेरि त्यसलाई फेरि मैले पोजिटिभ मानेँ फेरि, किनभने बुढाले चाहिँ हामीलाई त्यो तिमीले केही गर्दैन गफ मात्रै गर्छौ भन्ने खालको चाहिँ बुढाको आशय थियो। त्यसपछि होइन बुढाले होइन मलाई चाहिँ बुढाले निकै चाहिँ हेपेर भने बुढाले अब चाहिँ अब देखाउनुपर्छ भन्ने चाहिँ भयो। त्यसपछि खास गरी मगर विधायकसँग त्यसपछि लाग्ने एउटा प्रेरणा भन्न खोजेको मैले चाहिँ। त्यसपछि त्यहाँ मगर विधायकसँग एउटा पिकनिक थियो। अनि पिकनिकमा चाहिँ त्यहाँ जाने क्रममा चाहिँ खास गरी त्यसभन्दा अगाडि चाहिँ कुनै त्यस्तो व्यक्तित्व विकास पनि केही भएको थिएन। त्यो पिकनिकमा जाने क्रममा चाहिँ अब परिचय भन्ने बेला म चाहिँ अब पिसाबै छोडियो भनेर त भन्न सकिन्न। हात कामेर आफ्नो परिचय दिने बेलामा चाहिँ एकदम हात कामेर हतार कामेर चाहिँ सामान्यतया चाहिँ 1 मिनट पनि चाहिँ उभिन सकिएन। तर त्यसबाट के भयो भने चाहिँ अब त्यहाँ चाहिँ 2-4 मान्छे मैले परिचय दिने बेला हाँसे मान्छे हाँसे। किन मैले परिचय दिँदाखेरि म अकमकिएर म चाहिँ मेरो हात कामेको देखेको चाहिँ हाँसे। त्यसले के भयो भने चाहिँ त्यो दुईवटा कुराबाट चाहिँ मलाई चाहिँ समाजमा लाग्नु पर्दैछ होइन मगरहरूमा लाग्नु पर्दैछ भने त्यो म गुल्मी जस्तो उता म्याग्दीको यहाँ थुप्रै साथीहरू हुन्छ होइन बागलुङको हुन्छ। अब हाम्रो गुल्मी बागलुङतिर म्याग्दीतिर कस्तो सामान्य सरदर कुरा गर्दाखेरि भाषा नबोल्छ। त्यसो अब जस्तो उदाहरणलाई हामी पुन भनेपछि त्यहाँ चाहिँ मगर भन्ने कुरै हुँदैन किन त्यहाँ सबै अलिन सबै मगर छ। ती मगर हो कि होइन भन्ने कुरा कसैले सोध्दा पनि सोध्दैन होइन। अनि हामीले पनि कसैलाई भन्दै पनि भन्दैन हामी पुन भन्ने अर्को सिरियस भन्ने अर्को चाहिँ थापा भयो के तपाईँ चाहिँ के अरे घरती भन्ने यस्तो चाहिँ भनिन्थ्यो होइन। त्यसो तर खास म भइरहेको जोडेपछि बल्ल होइन हामी त मगर पो रहेछ हो हामीलाई मगर पो भन्दो रहेछ भन्ने कुरा त्यहाँबाट बल्ल थाहा भएको हो। अनि त्यसपछि लगातार निरन्तरै लाग्यो। त्यसपछि क्याम्पस समितिको सदस्य भयो। त्यसपछि त्यो पिकनिकमा बाटो चाहिँ त्यसको पिकनिकमै त्यही अधिवेशन भयो। अधिवेशन ल म जबरजस्ती मलाई कसैले पनि त्यहाँ रिफर गरेको थिएन तपाईँ बस्नुपर्छ भने म बस्छु भनेर त्यसले चाहिँ के भयो भने नजाने भए पनि त्यहाँ छिर्यो। त्यसपछि निरन्तरै क्याम्पस समितिको अध्यक्ष भयो। क्याम्पस समितिको रूपन्देही जिल्ला समितिको फेरि अध्यक्ष भयो, सचिव भएँ। सचिव पछि फेरि साथीहरूले फेरि जिल्ला अध्यक्ष हुनुहुन्न तपाईँ जतिको मान्छे केन्द्रीय सदस्य हुनुपर्छ भन्नुभयो। फेरि मगर विद्यासङ्घ केन्द्रमा काम गरियो। अनि त्यसपछि त्यो लगत्तै फेरि मगर युवा सङ्घ बनाउनुपर्छ भन्ने कुरा उठ्यो। त्यसपछि मगर युवा सङ्घ चाहिँ स्थापना गरियो।
त्यसपछि त्यहाँ हुँदै हुँदै गएर अलिकति चाहिँ म चाहिँ खास गरी मास्टर डिग्री पढ्न चाहिँ काठमाडौँ खास गरी 62-63 आन्दोलन सँगसँगै म छिरेँ। त्यसपछि त्यो भइसकेपछि अब खास गरी 60 सालमा चाहिँ जुन टिकापुर चाहिँ मगर सङ्घको महाधिवेशन भएको थियो, त्यति बेला गोरेबहादुर खपाङ्गे दाइ चाहिँ अध्यक्ष हुनुहुन्थ्यो। त्यसमा चाहिँ एकदम द्वन्द्वकार। अनि हामी टिकापुरमा चाहिँ अधिवेशन जाने क्रममा हामी सबै पढाउनै छुट्यो त्यति बेला, सुटिङ ठाउँ पनि थिएन, रातभरि अधिवेशन संयोग चाहिँ तिमीले केही गर्न सक्दैन भन्ने चाहिँ त्यही गोरेबहादुर खपाङ्गे सरसँग फेरि चाहिँ अन्त फेरि त्यही अभियानमा मगर अभियानले चाहिँ त्यहाँ सँगसँगै उसको त फलोर भयङ्कर फलोर भयो। हामी बुटोल खपाङ्गे बुढा चाहिँ बुटोल आचार भन्यो भने पैसा तिर्ने पैसा हुन्थेन, बस भाडा सामान्य त्यति बेला त के अरे 12-13 रुपियाँ नै पर्थ्यो त्यो भैरवादेखि बुटोलसम्मको गाडी भाडा। अनि त्यसै त्यो पैसा नहुने हामी साइकलमा चाहिँ भैरवबाट बुटोल चाहिँ भाषण सुन्न आइन्थ्यो। बेला बखतमा चाहिँ बुढा आछन् रे भनेर त्यो टेलिफोन सेलिफोन केही पनि थिएन, लाउँदैछन् रे भन्ने कुरा भइसकेपछि त्यो हुन्थ्यो। त्यसै त्यो भइसकेपछि पोखरा त्यहाँ चाहिँ विशेष गरी चाहिँ टिकापुरबाट चाहिँ त्यहाँ चाहिँ 3 दिन महाधिवेशन भयो। त्यति बेला एकदम द्वन्द्वको बेला थियो, पुरै त्यति बेला एकदम गोली चल्ने, त्यहाँ नजिक क्याम्प थियो, रातभरि बन्द त्यो 60 साल। अनि त्यसपछि त्यो माओवादीहरू चाहिँ शान्तिपुर जिल्लामा चाहिँ आएको थियो। अनि त्यसपछि त्यति बेला चाहिँ अलिकति त्यहाँ चाहिँ पहिलोपटक महाधिवेशन सहभागी भयो मगर सङ्घको। अरू चाहिँ प्रतिनिधि भएर फेरि अरू किसिमले म त्योभन्दा अगाडि पनि 57मा पनि सहभागी भएको छु भने महाधिवेशनमा, तर प्रतिनिधि भयो त्यति बेला अब्जर्भरको रूपमा सहभागीको रूपमा भयो। त्यसपछि 2064 सालमा म काठमाडौँ चढिसकेपछि मास्टर डिग्री सकिसकेको थियो, म थेसिस लेख्नुपर्ने थियो। त्यसपछि त्यो भयो 64 सालमा चाहिँ अब क्याप्टेन एमबहादुर बुढाथोकीले चाहिँ अध्यक्ष हुनुहुन्थ्यो। उहाँले चाहिँ अर्को धर्मबहादुर थापालाई हस्तान्तरण गर्ने क्रममा चाहिँ त्यति बेला चाहिँ केन्द्रीय समितिमा आएर काम गर्ने वातावरण भयो। अब त्यो हुँदै गर्दाखेरि चाहिँ त्यति बेला चाहिँ सबभन्दा कान्छो केन्द्रीय समितिमा मै थिएँ उहाँसँग काम गर्ने क्रममा। त्यसपछि अब क्लोजली कार्यालयमा काम गरियो। त्यसपछि लगतै अब के भने त्यो खास गरी चाहिँ त्यस बिचमा चाहिँ केन्द्रीय समिति पछि फेरि सचिव भएर चाहिँ काम गर्ने वातावरण भयो। त्यो हुने क्रममा मैले एकछिन जनमेत्री क्याम्पसमा एकछिन पढाएँ पनि, 6-7 महिना पढाएँ पनि। मेरो सोसियोलोजी हो पढाएँ। त्यहाँ पढाउने क्रममा चाहिँ अब आफू अपडेट हुन सकिएन। किन सकिएन भने अब भाषण गर्ने हुने, आफूभन्दा जान्ने विद्यार्थी हुने भयो। त्यसरी विद्यार्थीले गरेको प्रश्नको उत्तर दिन चाहिँ अब किन आफू अपडेट हुनु पऱ्यो नि त पढाउनुलाई त। अनि पढाउनुलाई किताब पढ्ने भन्दा चाहिँ अब मगरको कार्यक्रममा हुने, अनि कसरी हुन्छ भन्ने भएर त्यो चाहिँ छोडियो, पढाउनु छोडियो। त्यसपछि यति लागिसकेपछि अब 4 वर्ष सचिव भएर काम गरेँ। फेरि नवीन रोका सरको पालामा फेरि 6 वर्ष जति चाहिँ म महासचिव भएर काम गरेँ। अनि त्यसपछि यता चाहिँ फेरि यता चाहिँ अब यो फेरि पछि चाहिँ खास गरी गुरुप्रसाद घरती मगर चाहिँ मगर सङ्घको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो। अब टाउनको हिसाबले चाहिँ मेरो चाहिँ अध्यक्ष बन्ने मेरो पालो होइन, अनि गुरुप्रसाद दाइ नै अध्यक्ष बन्ने भन्ने सबै तयारी थियो। तर लास्ट आवरमा उहाँलाई स्वास्थ्यले साथ दिएन। उहाँको 2-3 मिनटको लागि फेल भइसकेपछि उहाँले आफैले नै ल भाइ अब तिमी अब युवै छौ तर पनि अब गर्नुपर्ने परिस्थिति भयो भन्ने खालले चाहिँ अब मगर सङ्घको इतिहासमा 2048 सालसम्म चाहिँ चुनाव भएको छैन। त्यति बेला किनभने भूमिगत कालमै काम गर्नु पर्थ्यो, भूमिगत शैलीले गर्नु पर्थ्यो। 46 पछाडि बौद्ध लगाइसकेपछि चाहिँ 46मा 48मा चाहिँ महाधिवेशन भएको छ। 48 त्यसपछि चाहिँ 51बाट 54बाट 57, 57बाट 60 यो सबै महाधिवेशनमा 60बाट 64 फेरि त्यसबाट 4 वर्ष कार्यकाल सुरु भएको छ। अनि 60, 64, 64बाट फेरि 68, 68बाट 72सम्म आइपुग्दासम्म के भयो भने सबै महाधिवेशनमा करिब 30 वर्ष भनौँ न। अब यो 78 सालसम्म आइपुगेर 48 78सम्मको अवधिमा चाहिँ सबैमा चाहिँ निर्वाचन भएको छ। त्यसपछि 78मा चाहिँ जो दाङमा भएको महाधिवेशनमा यो चाहिँ सबै कुराहरू चाहिँ के भयो भने त्यहाँ सबै सल्लाह गरी मगर सङ्घको महाधिवेशन भएको छ। एउटा पक्ष मगरहरू चाहिँ खुसी भएर फर्किरहेछ, एउटा पक्ष मगरहरू चाहिँ निराश भएर बेखुस भएर फर्किन्छ। कि चुनावबाट एउटा पक्षले भोट हाल्छ, एउटा पक्षले भोट जित्छ, एउटा पक्षले हार्छ। यो गरेर हामीले कसलाई फाइदा गरिरहेको छौँ भन्ने खालको बहस पनि भइरहेको त्यसो नभए बरु चाहिँ हाम्रो आकार चाहिँ केन्द्रीय समितिको आकार चाहिँ बरु चाहिँ 70 जना गराउनु पर्छ भने 80 जना बनाउँ, अथवा 80 छ भने 90 जना बनाउँ।
भन्ने खालले बनाऊ, बरु ठुलो आकार बनाऊ, तर चाहिँ यो संस्थाको चाहिँ उ नगरौँ भनेपछि अब लामो समयपछि पहिलोपटक चाहिँ सर्वसम्मत चाहिँ नेतृत्व चयन भयो। कोही कति चाहिँ उम्मेदवारी परेको थियो, सबैलाई चाहिँ व्यवस्थापन गरेर अनि त्यसपछि सर्वसम्मतमा जसरी लिन्छु यहाँ भयो त्यो किसिमले गरियो र त्यसबाट अध्यक्ष गर्नुपर्ने परिस्थिति भयो। र खास गरी मेरो कुरा चाहिँ के थियो भने चाहिँ र मैले चाहिँ धेरै साथीहरूलाई कन्भिन्स गरिसकेँ। अनि 3 वर्ष चाहिँ कार्यकाल, अब 4 वर्ष लामो हुन्छ, किन जस्तो हामी जस्तो यङहरूको लागि लामो हुन्छ कि जस्तो अब रिटायर लाउडेहरूको रिटायर चाहिँ कुनै स्रोत साधन भएको मान्छेहरूलाई त 4 वर्ष केही पनि होइन, तर हामीलाई त किनभने अब महेन्द्र सरको कार्यकालमा एकदमै एक्टिभली काम गरियो सचिव भएर, नवीन सर कार्यकालमा महासचिव त स्वाभाविक रूपमा एक्टिभ भइहाल्छ नेपाल कन्टेक्समा झन्। अनि त्यसपछि 6 वर्ष काम गरियो, त्यसपछि अर्को चाहिँ 4 वर्ष काम गर्दाखेरि गाह्रो हुन्छ भन्ने भएर चाहिँ मैले नि 3 वर्ष बनाऊँ भन्यो। 3 वर्ष बनाउँदाखेरि जिल्ला प्रशासन कार्यालय रोक्दै थियो, फेरि 4 वर्ष हुनुपर्ने बाध्यता भयो। र हाम्रो केही साथीहरूको के योजना थियो भने 3 वर्ष कार्यकाल बनाएर हामी चाहिँ यो ठ्याक्कै 2082 सालको चाहिँ 2081 सालको चाहिँ चैतमा चाहिँ हामीले यता चाहिँ यो नयाँ समिति हस्तान्तरण गर्ने, नयाँ समितिलाई दिने र त्यसपछि हामी 82 सालबाट हामी फिल्डमा गएर चाहिँ हामी अलिकति राजनीतिक हिसाबले चाहिँ एक्टिभली चाहिँ फिल्डमा चाहिँ खट्ने, राजनीति किनभने यो सानो संस्थामा त राजनीति गर्न पाइएन त्यो किसिम, तर फिल्डमा खट्ने भन्ने खालको प्लान थियो हाम्रो। तर त्यो सिडिओकालले रोकिसकेपछि अब हाम्रो 4 वर्ष कार्यकाल अब यदि चुनाव भयो भने तलमाथि हुन सक्ला फागुन 21 गते, यदि भएन भने चाहिँ सामान्यतया हामी चैतमा चाहिँ महाधिवेशन गर्छौँ। त्यसपछि अब नयाँ टिमलाई चाहिँ अब हस्तान्तरण गर्ने तयारी मैले गरिरहेको छु, मैले यो कुरा भने। र अहिले चाहिँ मगरसङ्घ टेलिभिजनको अध्यक्ष रूपमा क्रियाशील छु र थपसँगै चाहिँ खास गरी मेरो आफ्नो प्लान चाहिँ तल गएर जनताको बिचमा चाहिँ काम गर्ने र त्यहाँबाट जनप्रतिनिधि भएर अब राज्यको शासन सत्ता सञ्चालन गर्ने ठाउँमा पुग्नुपर्छ है भन्ने खालको एउटा खालको ग्राउन्ड बनाउने नै चाहना थियो। त्यो खालले चाहिँ खास गरी 82 वैशाखदेखि 83 वैशाखसम्म र 84 को तपाईँ चाहिँ वैशाख जेठसम्म चाहिँ 2 वर्ष एक्टिभली काम गरियो भने चाहिँ स्वाभाविक जनप्रतिनिधि बन्न सकिन्छ भन्ने खालको त्यो प्लान चाहिँ बनाएको। अनि तर फेरि कस्तो भयो त्यही खालले चाहिँ प्लान बनाएर गर्ने क्रममा फेरि यता चाहिँ नेपाल सरकारको चाहिँ आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानहरूको जसले यही मगर जस्तै राई लिम्बू जस्तै समुदायको भाषा संस्कार संस्कृतिको क्षेत्रमा काम गर्ने नेपाल सरकारको एउटा मात्रै निकाय हो। अनि नेपालको जातीय संस्थामा काम गर्ने ठाउँबाट चाहिँ सहजै जानलाई चाहिँ एउटा स्टेप भनौँ न, एउटा चाहिँ खुड्किलो मार्ने चाहिँ राज्य सत्ता राज्य संयन्त्रसँग ब्रिजिङ गर्ने जोड्ने चाहिँ मेकानिजम भनेको त्यो जनजाति प्रतिष्ठान हो। र त्यो प्रतिष्ठानमा चाहिँ अब त्यहाँ खाली भएको भन्ने कुरा आएको थियो, तर मलाई त्यहाँ चाहना चाहिँ थिएन त्यहाँ काम गर्ने भन्ने। तर चाहिँ फेरि नेपाल सरकारले त्यहाँ कम्ती आदिवासी जनजाति क्षेत्रमा काम गरेको मान्छे 10 वर्षभन्दा बढी चाहिँ अनुभव भएको मान्छेहरू मध्येबाट नेपाल सरकारले मनोनित गर्छ। अनि त्यसपछि नेपाल सरकारले मनोनित गर्ने क्रममा त्यहाँ चाहिँ अब जस मेरो नाम पनि त्यहाँ गइसकेपछि खास गरी म चाहिँ निर्वाचन लड्न जाने भने तयारी गरेको, तर यता चाहिँ काम गर्ने परिस्थिति भएको हुनाले यो चाहिँ 2082 वैशाख 25 गतेबाट खास गरी अब हाम्रो प्रोटोकलको हिसाबले चाहिँ मेरो चाहिँ अब सहायक मन्त्री सोसरको प्रोटोकल हुन्छ होइन, वा चाहिँ विशिष्ट सेवी भन्छ त्यसलाई प्रोटोकल हुन्छ। अनि त्यसपछि अरू हिसाबले पनि त्यहाँ चाहिँ के भने अब जस्तो सिंहदरबारसँग अथवा चाहिँ प्रधानमन्त्री त्यसको अध्यक्ष हुन्छ, अनि सङ्घीय मामिला मन्त्री त्यसको सहअध्यक्ष हुन्छ, र त्यो उसमा चाहिँ त्यसको उपाध्यक्ष र सदस्य चाहिँ 2टा पद चाहिँ आदिवासी जनजाति को विशेष योगदान गरेका व्यक्तिहरू मध्येमा त्यहाँ चाहिँ नेपाल सरकारले नियुक्ति गर्छ। त्यो चाहिँ अहिले रेशम गुरुङ चाहिँ उपाध्यक्ष हुनुहुन्छ, जो तमिलुडा छोडिदिएको पहिला अध्यक्ष हुनुहुन्थ्यो, अनि अहिले म चाहिँ मगरसङ्घको अध्यक्ष पनि भएको। तर फेरि त्यहाँ चाहिँ खासै मगरसङ्घ कार्यकाल सकाएर कतै त्यस्तो खालको चाहिँ राजनीतिक चाहिँ उसमा चाहिँ पदमा चाहिँ बस्ने कि भन्ने कुरा चाहिँ आदिवासी हो कि मूलवासी हो कि भूमिपुत्र हो कि भन्ने विषयमा तपाईँले कन्फ्युजन नहुनु। यसको चाहिँ इङ्ग्लिस वर्ड भनेको इन्डिजिनियस नै हो होइन। इन्डिजिनियसको तपाईँले अहिले भर्खर गुगलमा तपाईँले इन्डिजिनियसको के अरे गुगल टु नेपाली ट्रान्सलेट गर्नु भने इन्डिजिनियसलाई नेपालीमा कन्भर्ट गर्नु भने त्यहाँ आदिवासी। अनि त्यसपछि अब कतिपय यहाँ मङ्गोलको कुरा उठेको छ होइन। यो मङ्गोलको कुरा चाहिँ हामी चाहिँ नस्लको हिसाबले हामी मङ्गोल जातिस पनि मङ्गोल नस्ल
नस्लको हिसाबले। तर चाहिँ नेपालको मगरहरू चाहिँ मङ्गोलियाबाट गएको हो त भने नेपालको आदिवासी कसरी भयो त्यो पनि हामी ख्याल गर्नुपर्छ। किन हामीले आदिवासी भन्नुभयो, मूलवासी भन्नु भएन। अनि मङ्गोलियनको कुरा र चाहिँ आदिवासी चाहिँ एक आपसमा चाहिँ त्यो चाहिँ के अरे क्रसकटिङ हुन्छ। त्यस कारणले गर्दा चाहिँ मङ्गोल नस्ल त हो नि, तर हामी मङ्गोलियन हो भन्ने किसिमले चाहिँ तपाईँ चाहिँ हामीले त्यसलाई चाहिँ तपाईँको व्रत अगाडि लिएर चाहिँ हामीले पहिचानको कुरा बढाइयो भने चाहिँ त्यसले के हुन्छ भन्दाखेरि कालान्तरमा छेकिन्छ। किन अब हाम्रा शब्दहरू पनि रणनीतिक ढङ्गले चाहिँ हामीले प्रयोग गर्नुपर्ने देखिन्छ। त्यसो अब हामी जनजाति भन्ने शब्द चाहिँ हामीले प्रयोग गर्नु अब छोडिसकेका छौँ। नेपाल मौसम केन्द्रीय समितिको डकुमेन्टमा चाहिँ अब जो पब्लिस हुन्छ त्यो पब्लिस हुने चाहे प्रेस विकृति भन्नुहोस् चाहे चाहिँ तपाईँ चाहिँ उसमा चाहिँ अब कुनै कानुनै लेख्न पऱ्यो। जस्तो आदिवासी जनजाति उठान राष्ट्रिय प्रतिष्ठान ऐन 2058 लेख्न पऱ्यो नि त। त्यो बिचा अपुरो लेख्न पाइँदैन, सबै पुरै लेख्नु पऱ्यो कानुन लेख्दाखेरि। तर त्यो बाहेक चाहिँ अफिसियल प्रयोग गर्ने शब्दमा हामी नेपाल मौसम केन्द्रीय समितिको अफिसियल डकुमेन्टहरूमा चाहिँ हामी प्रयोग गर्छौँ। जनजातिले शब्द के हो त भन्दाखेरि चाहिँ अब यसले हामीलाई चाहिँ ब्याकवर्ड गराउँछ कि जनजाति भनेको अल्पविकसित, विकास हुन नसकेको, अशिक्षित, अज्ञानी, विवेक नभएको अथवा कमजोर भन्ने शब्दहरू यो छ। अनि त्यसो त्यो चाहिँ भएकोमा म जनजाति भएकोमा गर्व गर्छु भन्ने हो भने के हुँदो रहेछ म कमजोर म चाहिँ तपाईँ चाहिँ अब शिक्षित भएकोमा चाहिँ गर्व गर्छु भने चाहिँ अर्को चाहिँ राख्दै जान्छ। नेपालको सन्दर्भमा चाहिँ आदिवासी र जनजातिलाई एकै ठाउँ राखेर भन्ने इन्डिजिनियस मात्रै भनेर भन्दैन नेपालमा, इन्डिजिनियस नेसनालिटिज भनेर भन्छ। आदिवासी जनजाति एकै ठाउँ आउने कुरा। मेरो लेखहरूले मेरो स्रोतहरूले मैले जति अध्ययन गरेँ मेरो पढाइहरूले चाहिँ आदिवासी भनेको चाहिँ भूगोलसँग सम्बन्धित छ, उसको इतिहाससँग लामो मूलवासी हो भन्ने कुराले उसलाई त्यसरी दर्शाउँछ। र जनजाति भनेको चाहिँ फेरि आफ्नो भाषा, रीतिरिवाज, संस्कृति, आफ्नो कुल देवता भएकोलाई चाहिँ फेरि जनजाति भन्नुहुन्छ। यस मानेमा हामी आदिवासी हौँ भन्दा गर्व गर्नुपर्ने अनि हामी जनजाति हौँ भन्दा फेरि घृणा गर्नुपर्ने हो जस्तो मलाई लाग्दैन मेरो अध्ययन। किनभने हाम्रो आफ्नो भाषा छ, हाम्रो आफ्नो संस्कृति छ, हाम्रो रीतिरिवाज छ र हामी कुल देवता पनि मान्छौँ। यस अर्थमा हामी जनजाति हो भन्दा मलाई अप्ठ्यारो लाग्दैन। अनि हामी जनजाति भनेको चाहिँ व्याख्या गरिदिने मान्छे चाहिँ को भइदियो भन्दा बाहुन छिन्तेको मान्छे। जनजाति भनेको त भाडा बजाउँदै हिँड्ने माग्दै खानेहरू भनेर उसले व्याख्या गरिदियो कि। तर हामीले पक्ष राख्दाखेरि चाहिँ जनजाति भनेको त उसको आफ्नो भाषा छ, भेष छ, संस्कृति छ, उसको इतिहासमा उसले पुर्खालाई मान्दै आएको कुलदेवता भनेर कसलाई आफ्नो प्रकृतिलाई मान्ने र अर्को चाहिँ कुलदेवता भनेको आफ्नो पुर्खाहरूलाई मान्ने त्यसरी आइरहेको छ। त्यो भएर जनजाति भन्दा त एउटा गर्व गर्नुपर्छ। हामी त सम्पत्तिवाद मान्छे हो, हामी त भन्दाखेरि पोजिटिभतिर लग्यो भने त जनजाति भन्दाखेरि खास अप्ठ्यारो लाग्दैन होला। मेरो चाहिँ एउटा त्यो व्याख्या हो। मैले यो कहाँसम्म कन्टेन्ट गरेको भने इन्डियामा एकजना लेखकले राम्रो तरिकाले के कुरा चाहिँ गरेको थियो भने लेख्नेहरूले कि हामी कहाँ के इतिहास छ भने विजेताहरूले लेख्ने हो, इतिहास विजेताहरूले लेख्ने, विजेताले जे लेख्ने त्यही कुरा हुने कि। अनि विजेताहरू अलिक जानेकाहरूले के लेख्थ्यो भन्दा नेपालमा रामायण चाहिँ नेपालमा जो अहिले स्थापित छ त्यो रामायणमा हेर्दाखेरि चाहिँ रावण चाहिँ रामले गएर ध्वंस पारे अनि रावणले चाहिँ सीता हरेका थिए भनेर लेखेको छ। तर त्यो इन्डियामा जसलाई रामलाई र सीतालाई यस्तो मानिन्छ इन्डियामा 200 थरीभन्दा बढी कथा रहेछ कि रामायणको के कसलाई चाहिँ स्थापित गर्न सकिन्छ भनेर तथ्य तोडमोड गरेर लेखा कि। अनि एउटा लेखकले केसँग पनि लेख्दैछ भन्दाखेरि रावणको छोरी हो सीता त त्यो रावणको छोरी सीतालाई आँखा लगाएपछि रामसँग दुश्मनी भयो, रामले पनि गएर ठोक्यो भनेर पनि लेखा छ कि। त्यसो इतिहास यस्तो हो होइन। मेरो अध्ययनले चाहिँ यो आदिवासी र जनजाति भनेर हामी त्यहाँ हामीलाई जनजाति भन्नु हुँदैन भन्नेतिर जानुहुन्छ जस्तो मलाई मेरो अध्ययनले मैले जति पढ्न पाएको छु, जति सुन्न पाएको छु, हेर्न पाएको छु आदिवासी र जनजाति बिच त्यो चाहिँ किनकि नेपालको सन्दर्भमा फेरि मुस्किलले चाहिँ त्यहाँ आदिवासी मात्रै भन्दैन, बरु इन्डियामा चाहिँ आदिवासी मात्रै भनेर आदिवासी समुदाय भनेर भन्छ। त्यहाँ चाहिँ हाम्रो नेपालमा चाहिँ आदिवासी र जनजाति रक्सी खाने, आफ्नै स्वास्नी, आफ्नो छोरीबेटीलाई रेप गर्ने, बाटोमा पल्टिने होइन, यो यस्तो मान्छेलाई मजाले भन्छ, यो दिमागै नभएको मान्छेलाई मजाली भन्छ भनेर राणाले व्याख्या गरेर बनाएको चिज हो नि त मजाली। त्यो मजालीको टाइममा राणाबाट हामी हटेर गइसकेपछि फेरि हामी राजाको त्यसमा आइसकेपछि फेरि पार्टीले फेरि होइन तपाईँहरू त कहाँ मजाली हो, तपाईँ त्यस्तो पनि भन्न मिल्छ, तपाईँहरू त मजाली होइन नि, उहाँहरूले आफ्नो भाषामा तपाईँहरू त जनजाति हो भने हामीलाई मक्ख बनाइदिनु हो क्या मजालीभन्दा माथि। एउटा कुरा मैले बुझेको हिसाबले मजाली बनाइदिनु भयो उहाँले, संविधानमै मजाली लेखिदिनु भयो। अनि मजालीको व्याख्या गर्दाखेरि उहाँले के लेख्नु भयो, जसको आफ्नो जमिन छैन, जसको भाषा छैन, जसको लिपि छैन, हामी अर्कै कुरा बुझिरहेको छौँ क्या। यो छैन त्यो मान्छे अरू देशबाट हाम्रो देशमा आउने मान्छे जनजाति भनेर लेख्थ्यो कि। हामी मजालीबाट अलिक त हाम्रो के भन्थ्यो स्ट्यान्डर्ड गरेर जनजातिमा गयो कि हामी। उहाँले दिएको भाषा हो कि फेरि हामी त मगरै हो नि होइन।
फेरि 2046 सालपछि फेरि पार्टी आयो नि त, सत्ता अगाडि आयो, आइसकेपछि तपाईँले भनेपछि आदिवासी सुन्नुभयो नि तपाईँले। त्यस्तै फेरि आएर यहाँ काङ्ग्रेसमा यसले फेरि के गर्यो भने सरकार पुग्यो, कहाँ तपाईँहरू त मदली पनि होइन, तपाईँहरू जनजाति पनि होइन, तपाईँहरू त आदिवासी जनजाति हो हाम्रो देशको भनेर त उहाँले भने हो। अनि उहाँले नीति नियम बनाइदिएको हो आदिवासी भनेर। भनेपछि अब आदिवासी जनजाति भनेर, मतवाली भनेर, के अरे जनजाति भनेर हामी एक हुने कि होइन आदिवासी जनजाति हामीलाई जसले नाम दिए पनि कमसेकम जनजाति र मतवालीलाई हटाएर आदिवासी जनजाति भएर हामी एक हुन सक्छौँ भने अरूले दिएको नाममा हामी किन एक नहुने भन्ने कुरा मात्रै हो क्या। खास गरी त्यहाँ त त्यो एरियामा त सबै मगर भन्दाखेरि यो सुत पहरे भन्ने चाहिँ जुनै खालको सुत पहरे धरती छ, सुत पहरे बुढा, सुत पहरे यो सुत पहरे चाहिँ का लिङ्गका चाहिँ जो मगरहरू हुनुहुन्छ त्यो गोत्र भेटाएको चाहिँ उत्पत्ति त्यहाँ भएको, त्यो चाहिँ त्यहीँकै बाजे बजूहरूले पनि सुत पहरेको चाहिँ यहाँ यो ओडाबाट निस्केको छ। त्यो कसरी चाहिँ भएछ भने चाहिँ त्यो हुकाम भन्ने गाउँ छ, त्यहाँ हुकाम भएको ठाउँ छ। त्यो हुकाम भन्ने गाउँबाट चाहिँ एकजना चाहिँ तपाईँको बनहर भन्छ, यस मेन गाउँ भन्दाखेरि त्यो चाहिँ खेतहरू भएको, त्यहाँ चाहिँ गोठ बनाएर त्यहाँ बाँचेपछि काम पनि दिएको, त्यो खालको चाहिँ काम गर्ने बेलामा गोठाको कुरा थियो चाहिँ। अब त्यो आमा छोरीसँगै त्यहाँ चाहिँ बास बसेको रहेछ। अनि सुत्ने बेलामा जहिले चाहिँ के अरे जमाना त्यहाँ अहिले चाहिँ रोटी बस्ने भन्ने छ, त्यो बेलामा चाहिँ छुट्टिएपछि के एकजना केटा आउँथ्यो कि चाहिँ जब भ्यान्सन केटा आउँथ्यो कि, अनि चाहिँ त्यसले चाहिँ राति आएर चाहिँ त्यहाँ चाहिँ त्यो सँगै त्यो हाम्रो त्यो घाउ काट्ने हुन्छ नि, त्यो घाउ काट्ने सबै त्यो कुरामा चाहिँ त्यसले चाहिँ सपोर्ट गर्थ्यो अरे, गफ गर्थ्यो अरे। अनि गर्दा गर्दा त्यो छोरीलाई चाहिँ लप पारिसकेपछि होइन, लप पारिसकेपछि त्यो चाहिँ सँगै सुत्नेसम्मको चाहिँ भइसक्यो कुराहरू यताउता सबै कुरा भइसक्यो त्यो जमाना। त्यसपछि चाहिँ अन्तत यस भाउजू पनि क्लियर कुरा अलिकति भिन्नु भिन्नुसँग भएको छ अलिक त्यसपछि आमालाई भनेको छ, आमा मेरो त्यसो भयो त्यो मान्छे चाहिँ दिउँसो हुँदैन, साँझमा पनि हाल्छ, बिहान कतिखेर उयो जान्छ थाहै नहुने त्यो भइसकेपछि चाहिँ के गर्ने भने चाहिँ समस्या, अब आमा छोरीमा त्यो समस्या हो नि त होइन। आमाले के गरिदिएछ भने चाहिँ त्यो केटो चाहिँ उसलाई चाहिँ केटालाई चाहिँ राति सुत्ने बेलामा उसलाई थाहै नदिने गरी उसको चाहिँ कपडाको चाहिँ टुप्पोमा चाहिँ यो सुतीको धागो चाहिँ ठुलो त्यो चाहिँ मैले कामको धागो चाहिँ बाँधिदिएको। यो किम्बदन्ती भन्नु त त्यो विश्वास गर्न लागेको त छैन, सुनाएको भाइलाई चाहिँ त्यस्तैबाट निर्माण हुने यही त्यहाँ त्यो बाँडिदिएछ। त्यो बाँडिदिएपछि चाहिँ आमाले भने त्यो बाँडिदिएपछि बिहान हेर्दाखेरि त्यत्रो ठुलो धागोको तल्लो त्यो बिहान हेर्दाखेरि त्यो एक बित्ते जति पनि त्यहाँ बाँधी थिएन कि सबै थाम्दै लगेको रहेछ होइन। बिहान चाहिँ दुईजना चाहिँ खोज्दै जाँदाखेरि चाहिँ ठ्याक्कै तपाईँको चाहिँ हुकाममा त खोज्दै आएको, तर त्यो धागो चाहिँ मैकोटपट्टिको चाहिँ त्यो तपाईँको हिमाखार भन्ने पेलमा त्यो भूभागमा चाहिँ पहरामा चाहिँ गएको छ अरे है। त्यो पहरामा गर्दाखेरि पहरामा त्यहाँ चाहिँ आमाले चाहिँ नदेख्ने, तर छोरीले चाहिँ आमाले लिँदाखेरि चाहिँ पहरा त्यहाँबाट चाहिँ फेरि पानी आइरहेको छ, छागा ठुलो ओढाएको छ, तर त्यो छोरीले हेर्दाखेरि त्यहाँ त्यो दरबार नै छ कि त्यहाँ चाहिँ छोरीले हेर्दाखेरि चाहिँ कस्तो एकदमै त्यो महत्त्वपूर्ण कथा नै त हो एक किसिमले होइन। अनि त्यसरी चाहिँ छोरीले चाहिँ आमा यसो गरेर त्यहाँ चाहिँ ऊ त्यहाँ छ भने आमाले चाहिँ हेर्दा नि नहेर्ने त्यसो त्यो भइसकेपछि त्यो छोरालाई चाहिँ तिनीहरू त्यहाँ पुगिसकेपछि त्यो छोरालाई चाहिँ उसको आमाले चाहिँ निकालिदिएको, मलाई भनेकै दिन हामीले आइहाल्यो उनीहरूको अब त घर छोडेर जानु उनीहरू चाहिँ कहीँ न कहीँ हामीले सिमी भूमिको चाहिँ विश्वास गर्ने त्यो भएकोले त्यो चाहिँ सिमी भूमिको चाहिँ एउटा के भन्छ घर तिनीहरूको चाहिँ जमिन मुनि बस्ने चाहिँ मानवहरू भन्ने खालको चाहिँ त्यो हाम्रो झाँक्री खेतीमा पनि आउँछ त्यो चाहिँ तिनीहरूको चाहिँ त्यो सन्तान भयो भन्ने चाहिँ। त्यसपछि त्यसलाई चाहिँ निकालिसकेपछि उसले चाहिँ त्यहाँबाट चाहिँ आफ्नो भेडा आफ्नो भागको भेडा गाईहरू सबै लिएर आएको थियो। त्यसपछि त्यसबाट तिनीहरूबाट बनेको सन्तान चाहिँ सुत पहरे, तिमीले सुती धागोबाट खोज्दै जाँदाखेरि पहरामा पऱ्यो, पहराबाट चाहिँ निस्किरहेको त्यो केटो मान्छे त। त्यसपछि त्यो चाहिँ सुत धागोबाट पत्ता लगाएको चाहिँ पहराबाट निस्केको चाहिँ मगर खालको मान्छेहरूले सुत पहरे सुत पहरे। त्यसपछि गोत्र त पछि विभिन्न कारणले फेरि नै आउने कुरा हुन्छ त, कुन मगरमा पनि चाहिँ कोन हो, खासमा कुन त होइन नि त, कोन भनेर अझै पनि हाम्रो कोन नै भनिसक्यो। त्यो कोन भनेको चाहिँ एउटा पुजारी, त्यो मगरमध्ये पनि कुनमध्ये पनि पुजारी, मगरमध्ये पनि त्यो पुजारी, कन्या भनेर चाहिँ त्यो भन्दा भन्ने त्यो कन्याको छोरा पन भन्ने त्यसरी चाहिँ त्यो पुन चाहिँ त्यो लाउरी पठाएदेखि चाहिँ पुन भएको खासमा त्यो त्यहाँ छ।
कारण चाहिँ त्यो तपाईँको चाहिँ सुत्परेहरूको चाहिँ पुर्खाबाट चाहिँ जोड्यो अन्ततः यसले चाहिँ होल मगरहरूको पुर्खा चाहिँ यताबाट जोडिएको चाहिँ यसलाई एकछिन हामी पोजिटिभ लिनुपर्छ जबरजस्ती पनि हो केही हो भने हामी त किन चाहिँ हामी मङ्गलियाबाट कहाँबाट यहाँ त्यहाँबाट हामी नेपालको भूमिपुटको चाहिँ त्यो भाष्य बनाउनको यो लागि कन्टेन्टमा चाहिँ तपाईँ एउटा राम्रो लेखेको छ लेखेर किनेसनले पठाउनु यो दस्तावेज गरेर यो राम्रो त्यो भाष्यलाई चाहिँ यथार्थमा चाहिँ लिखित इतिहास हो भनेर चाहिँ अहिले हामीलाई चाहिँ त्यो हाँसो मजा लाग्ला विश्वास नलाग्ला तर सरहरूले केन्द्रीय सेन्ट्रल जुन खालको चाहिँ जबरजस्ती एउटा इतिहास निर्माण गर्न खोजेको हुन्छ नि त्यो ठिक छ नि होइन त्यो उदारबाट होइन भन्नु खोजेको चाहिँ सही पटक भन्यो भने वर्षसम्म हामी त्यही उदारबाट आएको भन्यो भने अन्त त हुन्छ नि त्यही नै हुन्छ कि भइगयो त आजभन्दा 50 वर्षपछि 100 वर्षपछि हो त्यही हो त्यस कारण चाहिँ यो चाहिँ एकदमै वास्तवमा एकदमै रणनीतिक कुरोमा चाहिँ एकदम ठिक छ राखेर अरू हामी क्षेत्रीय समितिहरू पनि गठन गर्ने हामी चाहिँ अरू तयारीमा छौँ मेन चाहिँ हाम्रो अहिलेको उद्देश्य हो त्यो नै चाहिँ अरू पूर्ण बैठकले सल्लाह गरेर के कसरी हाम्रो एजेन्डाहरू अनि यो तपाईँको भिजनकै व्यक्तिगत भिजनहरू मेरो पर्सनली भिजन भनेको जापानमा हुने नेपाल मगरहरूलाई पढ्दा एकदम दुःख सुखमा साथ दिने र हामी जनजाति भनेर हामी अघि भर्खर यत्रो कुरा गरिसक्यौँ त्यसलाई चाहिँ कसरी हामीले पहिचान दिन सकिन्छ कसरी परिचित गराउन सकिन्छ भन्ने अहिले मेन चाहिँ त्यो एकदम छोटोमा त्यो चाहिँ मेरो अहिले